2064 सालमा स्थापना भएको बागेश्वरी कलेजले छोटो समयमा केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेका छन्। 2070 सालमा बागेश्वरी कलेजका विद्यार्थी सङ्गीता बुद्धाचार्यले सामुदायिक अ, क्याम्पसहरूमध्येमा टप गर्न सफल भई पुरस्कृत भएकी थिइन्। त्यस्तै गरी 2076 सालमा बागेश्वरी कलेजका विद्यार्थी बबिता गुवाछाले टियु टपर भई VVSमा पुरस्कृत भइसकेकी छिन्। बागेश्वरी कलेजलाई अ, अ, विश्वविद्यालय अनुदान आयोगले पनि पुरस्कार दिएको छ। त्यो दिनुको कारण बागेश्वरी कलेजले आफ्नो पास रेटमा एउटा ठुलो प्रगति गरेको हुनाले 76 लाखको पुरस्कार चाहिँ हामीलाई दिएका थिए त्यति बेला। साथसाथै बागेश्वरी कलेजले 2024मा पहिलोपल्ट सामुदायिक कलेजको रूपमा QS सर्टिफाई गराउन सफल भएको छ। विश्वविद्यालय अनुदान आयोगले बागेश्वरी कलेजलाई त्यो प्रमाणपत्र वितरण गरेको हो। साथसाथै बागेश्वरी कलेजले 2024मै एन्टरप्रेन्योरसिप सपोर्ट प्रोग्राममा सहभागी भए। बागेश्वरी कलेजका 2 जना विद्यार्थी निस्ता कायस्थ र कृपा प्रजापतिलाई स्टार्टअप सिड फन्ड प्राप्त गर्न दिलाउन सफल भएको छ। निस्ता कायस्थले 31,50,000 र कृपा प्रजापतिले 24 लाखको सिड फन्ड चाहिँ प्राप्त गरेकी छन्। यसका अतिरिक्त बागेश्वरी कलेजले हालसम्म आफ्नो पास रेटमा एकदम ठुलो प्रगति गरेको छ। सँगसँगै बागेश्वरी कलेजलाई कम्युनिटीले स्ट्रङली सपोर्ट गरेका छन्। त्यही कारणले गर्दाखेरि बागेश्वरी कलेजले आज यस्तो प्रकारको उपलब्धि हासिल गरेका हुन्।